खाना आफै खाने है झगडा नगर्ने ल आमा ल ल ल बोल्नु मैले बोल्नु ल बसी बसाइ छ एकदम पानी आइछ ठुलो ठुलो होइन झिमझिम झिमझिम बिहान देखेर त्यो त घाम लाग्छ स्याहार स्याहार आइरहेछ आइरहेछ यहाँ आएको छैन घाम लाखा र घाम त लागेको छैन डुम्म छ यहाँ त बिहान देखाउनु त त्यही न्यार 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 हो ल ल ल अनि ल बोल के भन्ने भन बोल ल बोल न अनि अघि बोल्नु भन बुवा खाजा खानु हो खाइयो खाइयो अब 7 बजे खाना खाने अनि सुत्ने आले आले घुम्नु अब वरपर कस्तो बसाइ ल बोल न बोल 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 ले बोल्छु के हो ल ल धान कुटेर ल्याइयो धान कुटेर ल्याइयो के रे उस के अरे पराल ल्याउन भ्याइएन वहीँ भिजे खाजा अब भोलि लिएर आउनु सुक्यो भने सुको पानी छैन एक सुको पानी छैन केमा धारा होइन यसलाई उहाँ खेता हानेको ए अनि बस सब ठिकै छ ए ल ल नौतुना कहाँ बस्नु भएको त नि सुनौली कि भैरवा सुनौली ए सुनौली बोर्डरमै कै होटलमा राम्रै छ अस्ति नै हामी एकचोटि बसेको थियौँ नि त्यही हो त्यही नेपालीको त्यही ए ल ल ल नेपाली कि ठाउँमा बसेको फेरि आफ्नो घर जस्तै घर जस्तै अनि अरु सब ठिकै छ म हजुरलाई खाइदिन्छु वरपर घुम्नु अलिअलि त्यसलाई त अन्जितलाई पेन ड्राइभ एकदम सस्ता पाए नै ल्याउने भन्नु ल ल पेन ड्राइभ बेच्नु हुन्छ नि यहाँ अनि म एयरफोन ल्याइदिनु है बुवा एयरफोन नि ल्याइदिनु है एयरफोन कस्तो हुन्छ र अन्जित अहिले कानमा लाएर बस्यो नि ए त्यस्तै ल्याइदिनु मलाई नि अन्ताको बाटो थियो अन्जितले कानमा लाएर बस्यो त्यस्तै एयरफोन ल्याइदिनै पर्छ नि ल्याइदिनु पर्छ बाटो कान बिग्रन्छ नि फेरि ल्याउने त्यस्तो ल्याउनु हुन्न हामीले बोलेकै सुन्दैनन् फेरि त ल्याइदियो भने त अमन भन्दाखेरि नि खालि इयरफोन लाएर बस्छ नि त्यही भएर नल्याइदिनु त क्यान्सल बोलेकै सुन्दैनन् बरु यिनीहरूलाई एकदम भात खान मुन लाउने औषधि जतिखेर नि भात खान्छु भन्ने औषधि ल्याइदिनु त्यो खाने बित्तिकै भात खाइहाल्ने मोबाइल हेर्नै मुन लाउने औषधि त्यस्तो ल्याइदिनु त्यो यति खुवाइदिने यिनीहरूलाई चक्लेटमा हालेर दिने त्यो खाइसकेपछि मोबाइल हेर्नै मुन लाउने भात मात्र खान्छु आफै खान्छु कसैले खुवाइदिन पर्दैन पडी मात्र राख्छु म भन्ने खाले औषधि ल्याइदिनु ललिपपमा डोबेर खुवाउने त्यो औषधि होमवर्क गर्नु राख नि अहिले ल होमवर्क गर ल बाई बाई गर्छु बाई गरे हुन्छ अब बाबुको हेर मोबाइलको बेडसिट ला नि त अन्जित दाइ सुत्नु भयो कति बजे बम्बई पुगे पो फरक हुन्छ त्यतिकै ठान त 5 बजे 5 बजेर कति मिनेट 5 मिनेट भयो यहाँ त 4 बजेर 57 हो त्यति भयो यहाँ पनि 4 बजे 5 बजे हो
हो त नि ल ल राखौँ ल ल के भन्ने अन्जितलाई के भयो कुकुर केही ल्याइदिँदैन नदेऊ ल गिफ्टै दिन्छ अरे के गिफ्ट नि कुकुरले टोक्ला कुकुर पालिसके अन्जितले तिमीलाई कुकुर भन्थ्यो है त्यही भएर कुकुरलाई तिम्रो याद आएर कुकुर पाले त्यहाँ तिम्रो अमनको याद आयो भनेर लास्टै अनि कुकुर पाले भाउ अरे हौ बाहिर हो क्या बाहिर राख्दै हुँदैन भुक्यो भित्र आएर खाली अमन खै भन्छ खाली अमन खै भन्छ अनि हजुर बाहिरको दुनिया देखाउनु त केही देखिन्छ यहाँबाट त बाहिरको दुनिया देखाउनु त दुनिया ए पछाडिबाटै देख्नु यसरी बाहिरको दुनियाँलाई ए फोरै फोर रहेछ नेपालै हो क्या अहिले त सुनौली बोर्डर साइड नेपालै देखियो? त्यही भएर त यहाँ फोन लाग्यो देख्यो त्यहाँबाट टुर्नामेन्ट लाउनु नौतुले अहिले जानु न अब काम भ्याउनु भयो आउनु भयो त्यही त हो नि ल त्यो घर राम्रो हो आफ्नो परिवार जस्तो खालको ल्या। कोठा खोलिदिन्छ हजुर अनि खै कुत्ता कुत्ता खै कुत्ता कुत्ता भात खाने गयो भैरवातिर घुम्यो कुत्ता भने त नेपालै जस्तो हो नि कुकुर थाहा छैन नेपाल जस्तै हो नि त नि के अगाडि अन्जित भन्दित ल ल बाई ल बाई हजुर ओहो कति बोले खायो भन हामीले फोन हानेपछि हजुरले नै उठाउनु पर्छ नि ल ल ल ल ल बाई हो कहिले कहिले त बम्बई जानुपर्छ नि अहिले पनि नौतुन आएको आफैले काम गर्ने ठाउँ जानुपर्छ नि नत्र बम्बई त बुवाले त मलाई धेरै गरी त्यही ल्याइदिनुहुन्छ नचल न बाबु